किराँतले सम्पन्न 5,000 कामना कार्यक्रम मैले मान्नुपर्ने बुद्धिजीवी सम्पूर्ण बुद्धिजीवीहरू उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू किराँत राई आयोगका केन्द्रीय समितिका पदाधिकारीज्यूहरू केन्द्रीय समितिका सदस्यज्यूहरू साथै यो कार्यक्रमलाई सम्भव बनाउनका लागि विभिन्न भूमिकामा रहेर योगदान गर्नुहुने व्यवस्थापक प्रबन्धक यो कार्यक्रममा आफ्नो कला प्रस्तुत गरेर यो कार्यक्रमलाई सुन्दर र भव्य बनाउनका लागि सहयोग गर्न आउनुभएका साकेला टोली कलाकारहरू उपस्थित सबैजना पत्रकार मित्रहरू सुरक्षाकर्मी सबैजनालाई न्यानो अभिवादन सेवा नमस्कार सेवा ढोक भन्न म आफूलाई साह्रै सानो मान्छे शब्दले मान्छे यसरी पुरस्कारहरूले सम्मानहरू गर्दाखेरि कस्तो अप्ठ्यारो लाग्छ। अघिदेखि कति मान्छेले यस्तो हेर्दाखेरि तपाईँले हल्का साम्पन भन्ने खालको तरिकाले म विशेष गरी भित्रै हेरिरहेको हुन्छु। आज चाहिँ मैले त्यस्तो तपाईँको चाहिँ नि होइन त्यस्तो पोसाकमा आउन मैले सकिनँ चाहिनँ, किनभनेदेखि यहाँहरूले जुन सम्मान गर्ने भन्ने कुरा भएको कारणले गर्दाखेरि यो खालको पोसाक लगाएर घरदेखि नै निस्केँ। अरूले पनि अचम्म मानेर यसो हेर्दै हुन्थ्यो। मैले भन्न खोजेको कुरा के भन्दाखेरि म आफूलाई सानो मान्छे सम्झने मान्छे हो र आफूलाई सधैँभरि माटोसँग जोडिएको मान्छे सम्झन्छु आफूलाई र एउटा भुइँ मान्छे भएको नाताले मलाई चाहिँ नि यस्ता सम्मानहरू खासै गरिएका छैनन् पनि र अप्ठ्यारो लाग्दो रहेछ कता कता। म आफै पनि एउटा गीत बनाएर गाउने गर्छु। सम्मान होइन तिमी मलाई श्रमदान देऊ मेरो लागि होइन त्यो देश बनाउन श्रमदान देऊ भन्ने मान्छे। त्यसले गर्दाखेरि सम्मान मलाई खासै चाहिएको होइन, तथापि किराँत राई आयोगका केन्द्रीय समितिले मलाई चाहिँ यति ठुलो सम्मान यति ठुलो पुरस्कारले चाहिँ मलाई चाहिँ विभूषित गर्ने निर्णय गर्नुभएको रहेछ। त्यो थाहा पाउँदाखेरि म अत्यन्तै धेरै हर्षित छु। त्यसो भएको कारणले गर्दाखेरि त्यो सम्मान थाप्नका लागि म प्रधानबाट आज आएँ। मौसमको गडबडीको कारणले गर्दाखेरि 9 बजीको मेरो फ्लाइट थियो। त्यो चाहिँ झन्डै 12:30 मात्रै चाहिँ नि सम्भव भएको कारणले विराटनगरको मौसम खुल्दैन। तर हाम्रो एउटा एयरपोर्ट बनाऊ है भन्दाखेरि के भन्नुभयो, त्यतातिर कुरा लान्न। तथापि अलिकति समस्या चाहिँ त्यसको कारणले गर्दाखेरि भएको कारणले म ढिलो आएँ, माफी चाहन्छु। र म समयमा आउन सकेको भए अझै तपाईँको चाहिँ नि यो कार्यक्रमको मैले यसको चाहिँ नि गरिमा होइन मैले चाहिँ नि महसुस गर्थेँ भन्ने मलाई लाग्छ। तर समय र चाहिँ नि परिस्थिति मौसमसँग प्रकृतिसँग हामी बुझ्न सक्दैनौँ र म ढिलै भए पनि आएँ। अत्यन्त खुसी लागेको छ। यहाँ सबैजनाले मलाई सम्मान गर्नुभएको छ। पेटा उठाएर फुलको माला लगाएर खदा लगाएर सम्मान गर्नुभएको छ। धेरै कुरा राख्न चाहन्न, राख्नु पर्दा त थुप्रै राख्न सकिन्छ, तर धेरै कुरा राख्न चाहन्न। किराँती कुलको मान्छे श्रममा कर्ममा विश्वास गर्छ। यो साकेला सिली पनि श्रम नै हो। त्यो सिलीमा राम्रो हेर्ने हो भने धान रोपिरहेको, धान काटिरहेको होइन, कोदो रोपिरहेको विभिन्न खालका चाहिँ होइन कर्महरू जुन चाहिँ कृषिसँग जोडिएका कर्महरू विशेष गरी
त्यो कर्म चाहिँ जुन हाम्रो पिता पुर्खाले पहिला गर्नुभयो त्यसैलाई चाहिँ तपाईँको चाहिँ त्यो सिमीमा प्रदर्शन गरिएको म चाहिँ महसुस गर्छु। म के भन्ठान्छु भन्दाखेरि मैले भन्ठानेकै कुरा सही हुन्छ भन्ने चाहिँ छैन, तथापि म अलिकति फरक तरिकाले जीवनलाई देख्ने मान्छे। पहिला जब हाम्रो पिता पुर्खाले भाषा यो शब्दको आविष्कार गर्नुभएको थिएन, त्यतिखेर चाहिँ इसाराले बात मार्नु। त्यतिखेर त्यो धान रोप्न होइन तपाईँको चाहिँ विभिन्न खालका गतिविधि गर्नका लागि जुन खालको एउटा इसारा थियो, त्यो इसाराको प्याटर्नलाई होइन एउटा चाहिँ सिमीको रूपमा चाहिँ विकसित भएको होला जस्तो मलाई लाग्छ। र त्यो सिली चाहिँ त्यतिखेर जतिखेर यो जुन हामीले बोल्दै गरेको भाषाको आविष्कार नभएको बेला, त्यतिखेर त्यो नबनेको अवस्थामा चाहिँ कम्युनिकेसनको होइन सञ्चारको संवादको बातचितको माध्यम थियो भन्ठान्छु म चाहिँ। र त्यो साकेला सिली त्यतिखेरदेखि जतिखेर शब्दको आविष्कार भएको थिएन, हाम्रो पिता पुर्खाले 4000 वर्ष पहिलाको कुरा जस्तो मलाई लाग्छ, बोल्न सक्नुभएको थिएन, त्यतिखेर संवाद गर्ने एकअर्कासँग आफ्नो मनको कुरा आफ्नो भाव चाहिँ प्रकट गर्ने माध्यमको रूपमा चाहिँ सिली रहेको थियो भन्ने जस्तो मलाई लाग्छ। र त्यो सिली अझै पनि तपाईँकोसँग प्रदर्शित भइराख्दाखेरि अत्यन्त तपाईँकोसँग गर्व लाग्छ। त्यति पुरानो संस्कृति र संस्कार लिएर बाँचिरहेको एउटा कुलको सदस्य हुँदा, एउटा समुदायको सदस्य हुन पाउँदा आफूलाई अत्यन्त धेरै गौरवान्वित महसुस गर्छु। र आज म यसरी सम्मानित तपाईँहरूले मलाई गर्नको लागि योग्य जुन ठान्नुभयो निर्णायक मण्डलहरूलाई र त्यस तपाईँको चाहिँ निर्णायक मण्डलका सम्पूर्ण सदस्यहरूलाई म धन्यवाद दिन्छु। मुन्दुमको कुरा है, यसमा पनि मेरो बुझाइ फरक खालको छ। म हरेक कुरालाई फरक तरिकाले हेर्ने मान्छे। म चाहिँ के जस्तो लाग्छ भने मलाई लागेको कुरा है फेरि हुनुपर्छ भन्ने जबरजस्ती छैन, तर म एउटा व्यक्तिगत मेरो स्वतन्त्रतालाई प्रयोग गर्दै म चाहिँ के जस्तो मलाई लाग्छ भने मुन्दुम भनेको चाहिँ प्रकृतिको अन्तर सम्बन्ध जस्तो लाग्छ होइन। र साँचो कुरा जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि म कामना गर्छु किराँती मात्रै नभएर नेपाली साराले है मुन्दुमी बोली बोल्नुपर्छ भन्नुको मतलब ढाँट्नु हुँदैन है। मलाई मेरो बाबुबाजेले ढाँट्नु सिकाएन है, ठग है तैँले ढाँट त्यहाँ होइन, कालोलाई सेतो भन् सेतोलाई कालो भन् मिलाएर बोल्नु भनेर मलाई सिकाएन। म आज राजनीतिमा पनि छिरेको छु, स्वतन्त्र भारतले लडियो थुप्रो होइन, दुःख धेरै पाइयो भनेर पार्टी पनि खोलेको छु। त्यसको बारेमा धेरै कुरा गर्दिनँ किनभने यो अर्कै विषयवस्तुको यहाँ कार्यक्रम भइरहेको छ। तथापि म धेरै आलोचित हुने कुरा चाहिँ के छ भने हर्क साम्पाङले रुखो बोल्छ भन्ने छ होइन, घमण्डी छ रुखो बोल्छ भन्ने। किन रुखो बोल्छ त भन्दाखेरि मलाई मेरो बाजे पुर्खा मेरो पिता पुर्खाले नै रुखो बोल तर झुटो नबोल सिकाएको छन्। म तपाईँहरूलाई यहाँनिर मिठो बोलेर ढाँट्ने अनि त्यहाँ पर गएर फसाउने खालको मान्छे होइन। बरु म रुखो बोल्छु, जर्रो बोल्छु, तर झुटो बोल्दिनँ, कसैलाई फसाउँदिनँ। यो चाहिँ के हो त भन्दाखेरि मुन्दुमी क्यारेक्टर हो जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि मुन्दुम भनेको चाहिँ के हो त भन्दाखेरि प्रकृतिको अन्तर सम्बन्ध र सत्य वचन, सत्य बोली र त्यो प्रकारको चाहिँ सत्य व्यवहार र आचरणलाई चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ। म यहाँ सबैजनालाई मुन्दुमी अभिवादन पनि टक्राउन चाहन्छु। सुम्निमा र पारोहाङको प्रतिमा म धेरै लामो बोल्न चाहन्न र म पनि हतार फेरि जानुपर्नेछ स्वभावको कारणले। सुम्निमा र पारोहाङको प्रतिमा धरानमा बनाउने एउटा सपना मैले देखेँ। त्यसलाई साकार तुल्याइदिनका लागि संसारभरिबाट हामीलाई थुप्रै सहयोग गर्नुहुने आदरणीय
सहयोगदाताहरू, आर्थिक सहयोगदाताहरूलाई म आज यो मञ्चबाट सम्झन चाहन्छु। धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। किराँत यातायात केन्द्रीय समिति लगायत विभिन्न जिल्ला समितिहरूले पनि उल्लेख सहयोग गर्नुभएको छ र त्यो सुम्निमा र पालोभाङको प्रतिमा हामी त्यसको लागि चाहिँ नै साल्पा सिलिचुनको पानी, ढुङ्गा र माटो लिएर शिलान्यास गरेर तपाईँको चाहिँ सुरु गरेका छौँ र मूर्तिकारहरूको यतिखेर हाम्रो चाहिँ सम्मेलन गोष्ठीहरू चलिरहेको छ। त्यहाँ कस्तो खालको पदार्थ प्रयोग गर्ने ताकि त्यो हजारौँ वर्ष टिक्न सकोस्, होइन, नभत्कियोस् र राम्रो खालको डिजाइनमा चाहिँ हामीले त्यसलाई एउटा आस्थाको केन्द्रको रूपमा, पर्यटकीय केन्द्रको रूपमा, है, विभिन्न आयामबाट चाहिँ त्यो हेर्न जाउँ, त्यहाँ जानुपर्छ भनेर चाहिँ नेपालको मात्र नभएर संसारभरिका किराँतीहरू साथै पर्यटन र चाहिँ त्यो खालको चाहिँ एउटा प्राचीनतम संस्कार, संस्कृति र इतिहासलाई खोज अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरूको चाहिँ तपाईँको आकर्षण केन्द्रको रूपमा चाहिँ त्यसलाई स्थापित गर्नुपर्छ भन्ने किसिमले हामी लागिरहेको कुरा म जानकारी गराउन चाहन्छु र त्यो निर्माण कार्य हामी सुरु गर्दैछौँ। सबैजना जान्छ। अरू कुरा म केही भन्दिनँ, यहाँ भन्दै हुन्थ्यो, यहाँ हाम्रो अग्रजहरू नै हुनुहुन्छ, मभन्दा मलाई लाग्छ। केही भन्दिनँ, राजनीतिक भाषण म गर्दिनँ, तर यो देशको प्रधानमन्त्री म भन्छु। शुभकामना है, 1 बन्छु, 2 बन्छु, 3 बन्छु, यो देशको प्रधानमन्त्री म भन्छु। है, यो नम्बरको आशिष मलाई दिनुहोस्। यो भन्दाखेरि ठिक जातिवादी भयो भनेर नभन्नु होला, त्यति मैले भन्न पाउनुपर्छ। किनभने यो देशको, होइन, नागरिक हो म र अवश्य पनि यसलाई सन्तान पनि। त्यसो भन्दा म फेरि राजावादी हुँ भन्नु खोजे होइन, चुनावै लडेर बन्ने हो। है, अब त्यसो भन्दा फेरि घमण्डी भयो भन्न भन्नु होला, किनभने मलाई मेरो बाजे पुर्खाले यसरी नै बोल्नु भनेर भनेको छ। होइन, त्यसले गर्दा यो देशको प्रधानमन्त्री बन्न चाहन्छु म। दुःखो लाग्यो, सुच्चो लाग्यो होला, जेसुकै लागोस्, यथार्थ कुरा भन्नुपर्छ। यहाँ सबैजनालाई फेरि पनि माया सम्झना व्यक्त गर्दै हामीलाई तपाईँले गर्नुभएको सम्मान प्रति हार्दिक आभार र कृतज्ञता धन्यवाद व्यक्त गर्दै सबैजनालाई धन्यवाद दिँदै मेरो धन्यवाद मन्तव्य, शुभकामना मन्तव्य यही राख्दछु। धन्यवाद, सेवा।